Love your God with all your hearts, with all your soul, and with all your strength. तिमीले आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले अनि आफ्नो सारा समशक्तिले र आफ्नो स्मरण शक्तिले आफ्ना परमेश्वरलाई आदर गर्नु र उहाँको सम्मान गर्नु। यसको अर्थ के हो? यो एउटा बाइबलमा लेखिएको भर्स मात्र नभएर यो एउटा जीवन परिवर्तन गर्न सक्ने भर्स हुन सक्छ तपाईँको लागि। यो भर्सले गडलाई आफ्नो रियल हार्टबाट, आफ्नो इन्टेन्सनबाट, आफ्ना कामहरूबाट महिमा गर्नुपर्छ भन्नुको अर्थ के हो? यसको मिनिङ गडलाई होइन, यसको मिनिङ तपाईँहरूलाई हो। हामी आफैले आफैलाई एकचोटि सोधिदिएर हेर्दाखेरि हामी आफूले आफैलाई नै आफ्नो सारा प्राणले माया गरेका छौँ, आफ्नो सारा मनले माया गरेका छौँ त, अथवा आफ्नो सारा शक्तिले आफैले आफैलाई बेनिफिट हुने काममा, जसले हामीलाई चाहिँ लङ टर्म फ्युचरमा सस्टेन गर्न सक्छ त्यस्तो काममा लगाएका छौँ कि अथवा चाहिँ सर्ट होइन, जुन चाहिँ डोपामाइन टेम्पोररी डोपामाइन रिलिज गर्छ त्यस्तो कुराहरूमा बढी ध्यान दिएका छौँ। यो त्यो विषयमा हो। हामीले पोजिटिभिटीलाई राखेर अगाडि बढेका छौँ कि या जुन मैले पहिला भनेको जस्तै हामी नेगेटिभ रियालिटी क्रिएट गरेर त्यसैमा हामी रमाइरहेका छौँ। सो इट्स अ इम्पोर्टेन्ट क्वेसन फर यु एन्ड इट्स अ इम्पोर्टेन्ट क्वेसन फर मी अल्सो। इट्स नट अबाउट द्याट आई एम लिभिङ इन अ प्योर light station, like light state. Everybody going through this. किनभने हामी हाम्रो सोसाइटी र हाम्रो चेतना एउटै दिशाबाट निर्धारित हुन्छ। यो वर्ष 3000 वर्ष अगाडि लेखिएको थियो। यसमा भन्नुको अर्थ यो हो कि हामीले आफ्नो गडलाई अथवा आफ्नो अनकन्सियस चेतनालाई आफ्नो सारा हृदयले प्रेम गर्नुपर्छ। भन्नुको अर्थ के हो भन्दा हाम्रो मनमा दूषित कुराहरू हुनु हुँदैन। जस्तो हार्ट इज द इम्पोर्टेन्ट इन अ फिजिकल एस्पेक्ट अल्सो र स्पिरिचुअल एस्पेक्टमा पनि एकदमै महत्त्वपूर्ण हुन्छ। भौतिक रूपमा पनि हाम्रो मुटुको धड्कन बन्द भयो भने हाम्रो शरीरले र आत्माको चेतना नै जो छुट्टिन्छ। स्पिरिचुअल हिसाबमा पनि हार्ट इज द सेन्टर अफ एभ्रिथिङ। हामीले ध्यान दिनुपर्छ र हामीले यसलाई शारीरिक रूपमा पनि एकदमै माया गर्नुपर्छ। हामीले खानामा होस्, हामीले हेर्ने भिडियोहरूमा होस्, अथवा चाहिँ सुन्ने कुराहरूमा, पढ्ने कुराहरूमा, जसले चाहिँ हाम्रो माइन्ड अनि हाम्रो हार्टलाई चाहिँ एकदम करप्ट नबनाओस् होइन, ब्रेन वास नगरोस्। जस्तो अहिले सोसियल मिडियाहरूमा अनलाइन कन्टेन्टहरू एकदमै एजेन्डा बायस्ड, एन्टिसेमिटिजम र घृणा फैलाउने खालका, जसले चाहिँ हाम्रो दिमागमा नेगेटिभिटी, सेक्सुअलिटी यस्तो कुराहरू चाहिँ भरेर राख्छ। यसको अर्थ यो पनि हो कि हामीले योबाट पनि बचाउनुपर्छ। हामी एउटा अर्को स्टेटमा जानलाई एउटा स्टेट छोड्नुपर्छ। हामीले आफूले आफूलाई मेन्टेन गर्नुपर्छ। यसले चाहिँ एउटा वाक्य मात्रै नभएर यो चाहिँ एउटा फिजिकल्ली, मेन्टल्ली, सोसियोलोजिकल्ली, साइकोलोजिकल्ली, थियोलोजिकल्ली सबै कुरामा एकदमै इम्पोर्टेन्ट भर्स हो। यसमा चाहिँ तपाईँको जीवन बदलिन्छ है तपाईँले यति बुझ्नुभयो भने। तपाईँको शारीरिक हिसाबले, मानसिक हिसाबले सबै कुराहरूमा यो एकदमै महत्त्वपूर्ण छ। यसको अर्थ यो हो कि तपाईँ जे काम गर्दै हुनुहुन्छ त्यो तपाईँको प्योर इन्टेन्सनले काम गर्नुपर्छ। लाइक प्योर इन्टिग्रिटी, अनुशासन, नैतिकता होइन, त्यस्तो मोरालिटी मेन्टेन गर्नुपर्छ भनेर चाहिँ यो भर्स सिकाएको छ। सो लभ योर सेल्फ विथ अल योर हार्ट्स, विथ अल योर स्ट्रेन्थ। तर त्योभन्दा माथि लभ योर गड विथ अल योर हार्ट्स एन्ड विथ अल योर स्ट्रेन्थ and with all your energy. So
द भेसल विदाउट लाइट इज द एम्प्टी वान। त्यसको कुनै पनि महत्त्व हुँदैन